छ हामीसँग यो माछा, यो असला माछा छ। आज असला माछा हामीले यो चाहिँ फ्राई गरेर खाने कुरा भइरहेको छ। तपाईँले देख्नुहुन्छ हाम्रो माछा हो। सेकेन्ड स्टेप रेडी भयो साथीहरू। अब यो हामीले छिलेर पहिला मसला हाल्नेछौँ, त्यसपछि फेरि अर्को स्टेप हामी तपाईँलाई देखाउनेछौँ है त। अहिलेसम्म साथीहरूले लसुन अदुवा अनि तोरीको पेस्ट हाम्रो कुकमा हो अहिले यसरी बनाउनु भएको छ। म्यारिनेसन रेडी भएर म्यारिनेसन रेडी भएर अब हाम्रो फ्राई सुरु भएको छ साथीहरू। यो माछा फ्राई भइरहेको छ साथीहरू। फाइनल्ली हाम्रो रेडी भयो साथीहरू। फाइनल्ली अब हाम्रो रेडी भएको छ यो चाहिँ। अब साथीहरू फाइनल्ली माछा रेडी भयो साथीहरू। ल अब हामी खाना लगाइरहेको छौँ। यो चाहिँ चटनीसँग यसरी चप्पा खाइरहेको छ। एकदम स्वादिष्ट है साथीहरू माछा। ल तातो तातो माछा, फ्राई माछा चाहिँ चन्द्र खाइरहेको छ, एकदम स्वादिष्ट छ। ल भिडियो हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला। यो भिडियो हेरेर साथ दिने सम्पूर्ण साथीहरूलाई धन्यवाद भन्न चाहन्छु। हस्त नमस्ते।